भिडियो हेर्नुहुन्छ सबैलाई राम्रो लाग्छ र धेरैजनाको गुनासो चाहिँ के हुन्छ भने बाबु म त टाढा छु त्यहाँ आएर हेर्न सक्दिनँ, भाइ म त्यहाँ आएर हेर्न मिल्दैन, मगाउँला त्यत्रो पैसा हालेर है, पैसा हालेर मगाउँला, भरे यहाँ आइसकेपछि मिलेन भने लाउन जानिएन भने भन्नुहुन्छ है। यो लाउन एकदम सजिलो छ, लगाउन एकदम सजिलो छ। दुईटा फिता बेल्ट दिएको हुन्छ, आफ्नो टाउको साइज अनुसार एडजस्ट गर्न मिल्छ। एकचोटि लाउने लुज भयो भने अझ अगाडि लगेर टाइट गर्ने, बिच बिचमा लगाउने टाइट हुन्छ, पछाडि लगाउने लुज हुन्छ है। अनि आफ्नो टाउको साइज अनुसार एडजस्ट गर्न मिलिहाल्छ। यसलाई पकड्नलाई पनि एकदम सजिलो छ। लाउने बेलामा यो मोटोमा दुईटामा पकड्नुहोस् है। यो दुईटामा पकड्ने, फित्तालाई ट्याक्कै पछाडि लगिदिने, गर्दनतिर लगिदिने फित्तालाई। यति गरेपछि भइहाल्यो। यो लाउन मगाउनको लागि केही टेन्सन लिनु पर्दैन तपाईँले है। सबैलाई भनेको भयो नि गर्नुपर्ने भयो। त्यसले गर्दाखेरि एउटा मैले भिडियो बनाएर हालेको छु, यो भिडियो हेर्नु होला, तपाईँले सटक्क बुझिहाल्नुहुन्छ। यसरी दुईटा कुरा मिलाउनु पर्यो। पहिलो नम्बरमा कान मिलाउनु पर्यो। कान मिलाए कानको अगाडिको पट्टी मिलिसकेपछि निधार कति देखाउनु छ आफूलाई त्यो अनुसार मिलाउनुहोस्, बाँकी रकलाई पछाडि तानिदिनुहोस्। यति कुरा गरिसकेपछि त भइहाल्यो नि। यति भइसकेपछि त एकचोटि तपाईँले यो प्री कटिङवाला हेयर प्याच हेयर विग मगाउनुहोस्। मगाइसकेपछि तपाईँलाई अझै छोटो पार्न मन लाग्यो भने, साइड घटाउनु मन लाग्यो भने अझै छोटो गर्न सक्नुहुन्छ, मजाले लाउन सक्नुहुन्छ। अगाडि पछाडि सबैतिरबाट हेर्नुहोस् एकचोटि। मैले अगाडि पछाडि सबैतिरबाट घुमेर लगाइ देखाएको छु। 5 सेकेन्ड पनि लाग्दैन। हेर्नुहोस् त, निकाल्न झन् सजिलो छ। झगडा चाहिँ नगर्नु होला। तानातान गर्नुभयो भने निक्लिन्छ, बाँकी कुरामा निक्लिन्छ। तपाईँ पौडी खेल्न गए पनि, बाइक कुदाए पनि, जतिसुकै स्पिड नगए पनि केही हुनेवाला छैन है। यो लाउन खोल्न एकदम सजिलो छ। तपाईँले कुनै टेन्सन लिनु पर्दैन। मगाउनुको लागि ढुक्कले हजुरले मगाउन सक्नुहुन्छ। 3टा कुरा याद गर्नुहोस्, कानको अगाडिको पट्टी, दोस्रो निधार, बाँकी रकला पछाडि तान्दिने। यति कुरा गर्नुभयो भने त भइहाल्यो है। हजुरले ढुक्कले मगाउन सक्नुहुन्छ। कोही कन्फ्युजन हुनुहुन्छ भने, केही बुझ्न मन लागेको छैन, निर्धक्क हजुरहरूले हामीलाई फोन गरेर सोध्न सक्नुहुन्छ। हस्त, धन्यवाद।